साथीहरू आज यो भिडियो फेरि दुबईको बारेमा लिएर आएको छु होइन। अब जति पनि हामी नेपालीहरू र अरू देशका पनि नेपाली मात्रै नभनौँ होइन, जब दुबई जान्छौँ काम गर्नलाई होइन, अनि हामीहरूले बस्ने ठाउँको बारेमा चाहिँ यो भिडियो छ। काम गर्नलाई प्लस भिजिट भिजामा पनि 2-3 महिनाको लागि जानुहुन्छ नि जति पनि जनाहरू होइन, उहाँहरू पनि जाने बित्तिकै बस्ने ठाउँ चाहिँ कस्तो हुन्छ भन्ने कुराको बारेमा भन्दैछु होइन। त्यहाँनिर चाहिँ तपाईँलाई बस्नको लागि धेरै खालका अप्सनहरू छन् होइन। त्यहाँ स्टार्ट हुने रुमको रेन्ट भनेको 400-500 दिरहम भन्नुको मतलब 20,000 नेपालीदेखि होइन, तपाईँलाई नेपाली 3-4 लाखसम्म पर्ने खालका ठाउँहरू छन् बस्नको लागि होइन। सुरु गरौँ अब सबैभन्दा थोरैबाट होइन। सबैभन्दा थोरै भनेको चाहिँ हामीहरू त्यसलाई बेड स्पेस भन्छौँ होइन। बेड स्पेस भनेको चाहिँ कस्तो हुन्छ भनेदेखि जस्तै हामी नेपालमा एउटा कोठा छ नि, त्यो कोठामा चाहिँ त्यो कोठाभित्र चाहिँ 4-5वटा चाहिँ तपाईँलाई खाट राखेको हुन्छ क्या होइन। त्यो खाट पनि 2 स्टेप हुन्छ क्या। त्यो मिलिट्रीहरूको ठाउँमा कतिपय ठाउँमा तपाईँहरूले देख्नुभयो होला भिडियोहरूमा, 2 स्टेप हुन्छ क्या। म त्यसको फोटो हाल्छु अहिले, हेर्नु होला होइन। तल अनि माथि 2 स्टेप हुन्छ। त्यस्तो खालको बेड 1, 2, 3, 4वटा, 3टा त मिनिमम हुन्छन् होइन। बेड स्पेस लगाउने ठाउँमा 3टा भनेको 6 जना बसियो, 4वटा भनेको 8 जना बसियो होइन। अनि त्यहाँ चाहिँ कस्तो हुन्छ भने कोही ओनर हुन्छ, उसले त्यो फ्ल्याट लिएको हुन्छ या त त्यो बिल्डिङ लिएको हुन्छ, अनि उसले त्यो कोठाभित्र त्यस्ता खालका बेड राखेर मान्छे राख्ने क्या। एकजना आउने एकजना बापत त्यहाँ 600, 500, 700, 800 हेरी त्यहाँको स्ट्यान्डर्ड कस्तो छ, सरसफाइ कस्तो छ होइन, अनि त्यहाँको फेसिलिटीहरू कस्तो छ, त्यसको बेसमा चाहिँ तपाईँलाई बस्नको लागि रेन्ट लिने गर्छन् क्या। कस्तो हुन्छ भनेदेखि तपाईँलाई त्यहाँनिर चाहिँ प्राय किचन कमन हुन्छ होइन। एउटा ठुलो किचन हुन्छ, त्यो किचनमा त्यो फ्ल्याटमा बस्ने सबैले खाना बनाउँछन् क्या। जस्तै त्यो फ्ल्याटमा 3टा रुम छ भनेदेखि नि, त्यो 3टा रुमको मान्छेले युज गर्ने किचन चाहिँ एउटै हुन्छ। त्यो किचनमा क्याबिनेट बनाइदिएको हुन्छ होइन, टक्क 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 क्याबिनेट बनाइदिएको हुन्छ। अनि एउटा मान्छेको लागि भनौँ, एउटा टिमको लागि एउटा क्याबिनेट दिएको हुन्छ, त्यसमा तालचा साँचो सिस्टम हुन्छ होइन। अनि त्यहाँनिर चाहिँ आफ्नो मसलाहरू भाँडाकुँडाहरू त राख्ने हो। कतिले मरमसला तरकारीहरू त्यहाँ राख्छन् भने भाँडाकुँडाभित्र राख्छन्, कतिले 2टै त्यहीँ राख्छन् होइन। क्याबिनेट हुन्छ, चाबी हुन्छ, तपाईँ आउनुहोस् अनि टक्क खोल्नुहोस्। खाना बनाउनलाई चाहिँ ग्यास हुन्छ, त्यो ग्यास पनि सेयरिङ हुन्छ होइन। सबैजनाले युज गर्ने भनेको त्यही एउटा चुलो हुन्छ, कतै 2टा चुलो हुन्छ, कतै 3टा चुलो हुन्छ होइन। कतिपय ठाउँमा चाहिँ सेन्ट्रलाइज ग्यास हुन्छ, पाइपबाट आउने हुन्छ, अनि एउटै चुलोमा ठुलो हुन्छ, 4-5वटा ग्यास बल्ने हुन्छ होइन। अनि त्यसमा बनाउने खाने हो। अनि त्यसको रेन्ट भनेको चाहिँ तपाईँलाई कति हुन्छ भनेदेखि 600, 500, त्यसमा पनि फरक रेन्ट हुन्छ क्या। जस्तै तल सुत्नेको अलिकति बढी, माथि सुत्नेको अलिकति कम, 150 उहाँको पैसाको कुरा गर्दैछु होइन। कति 600 छ भनेदेखि तलको माथिको 550 हुन्छ, अनि माथिको 600 छ भने तलको 700 पनि हुन्छ, त्यस्तो हुन्छ कि फरक प्राइस हुन्छ होइन। जुन चाहिँ म बेड स्पेसको बारेमा कुरा गर्दैछु है। बेड स्पेसमा तपाईँलाई बस्न मिनिमम 20,000 देखि 25,000 भयो, 1 महिना पुग्यो। त्यसमा तपाईँलाई चाहिँ किचन बनाउन फ्रीमा हुन्छ, फ्रिजहरू हुन्छ, उनीहरूले नै दिएको हुन्छ। त्यसमा तपाईँले आफ्नो बनाएको खानेकुरा राख्न सक्नुभयो। त्यहाँ राख्ने भन्नाले तपाईँको लागि मात्रै हुँदैन, त्यो फ्ल्याटकै लागि हुन्छ होइन। अनि माइक्रोवेभहरू हुन्छ, ओभनहरू हुन्छ, जहाँ तपाईँले खानाहरू तताएर खान सक्नुहुन्छ होइन। प्लस ग्यास पनि हुन्छ होइन। कतिपय ठाउँमा ग्यासको पैसा लिँदैनन् भनेदेखि कतिपय ठाउँमा लिन्छन्, त्यस्तो हुन्छ होइन। सेपरेट इन्टरनेट तपाईँलाई फ्री हुन्छ होइन, नेट हुन्छ। यो भयो बेड स्पेस। त्योभन्दा अलिकति माथि जानु भने त्यसलाई भन्छन् पार्टेसन। पार्टेसन भनेको कस्तो भनेदेखि त्यो एउटा रुमलाई चाहिँ 2टा या 3टा बनाएको हुन्छ क्या। बिचमा चाहिँ डिभाइड गरेर, बिचमा चाहिँ त्यो हुन्छ नि एउटा त्यो केही कुराले चाहिँ कभर गरेर, जिप्सन भन्छन्, जिप्सन बोर्ड लगाएर चाहिँ कभर गर्छन् होइन। यहाँ चाहिँ सिमेन्ट बोर्ड पनि भन्छ, हामीहरूले सुन्नुभयो होला नेपालतिर होइन। त्यस्तो लगाएर कभर गरेर 3टा बनाउँछन्। अनि एउटा रुम चाहिँ त्यो 1500, 1400, 1500मा दिन्छन्। त्यो भनेको तपाईँलाई त्यसमा पनि 2टा डबल बेड राखेर कतिजना 2 जना बस्छन् होइन। डबल बेड राखेर 2टा साथी बस्यो भनेदेखि 700 पर्यो होइन, 800 पर्यो, त्यस्तै हुन्छ। कतिपय ठाउँमा चाहिँ कपाल बस्छन् के, हस्बेन्ड वाइफ छन् होइन। हस्बेन्ड वाइफ छन् भनेदेखि हस्बेन्ड वाइफहरू त्यही सानो रुम लिएर, अनि त्यो सानो रुम 1500 पर्छ, 2 जना बस्छन्, सिङ्गल बेड राख्यो, अलिकति ठुलो, एउटा दराज अट्छ। खाना बनाउने ओर्ने भनेको फेरि त्यही तपाईँलाई सुरुमा भने जस्तै सेयरिङ किचनमा हुन्छ होइन। र त्यहाँ चाहिँ उनीहरूले चाहिँ के गरे हुन्छ भनेदेखि फेरि तपाईँलाई केटाकेटीसँग होइन, त्यहाँ चाहिँ कस्तो हुन्छ नि, ब्याचलर बस्ने फ्ल्याट बेग्लै हुन्छ, अनि कपालहरू चाहिँ कपाल मात्रै हुन्छन् कि फेरि त्यस्तोमा अलिकति राम्रै हुन्छ, सेफै हुन्छ, त्यस्तो अप्ठ्यारो चाहिँ परिहाल्दैन होइन। अनि कपाल हुन्छन्, अनि त्यस्तो हुन्छ। अब कति चाहिँ
हस्बेन्ड वाइफ हुन्छन्, कति गर्लफ्रेन्ड बोयफ्रेन्ड बस्छन्, लिभ इनमा बस्छन् होइन। अब त्यस्तै छ माहौल ठाउँ हेरी हेरी होइन। विदेशतिर त्यस्तै हो। अब नेपालतिर पनि कतै कतै त अब सुरु हुन थालिसकेको छ काठमाडौँमा होइन, लिभ इनमा बस्ने त्यस्तो खालको इन्भाइरोमेन्ट हुन्छ त्यो होइन। त्यो चाहिँ पार्टेसन भयो, त्यसलाई चाहिँ हामी पार्टेसन भन्छौँ। 1500 पर्छ, 1500 × 40 गर्नु कति हुन्छ, 15 चौको 60, 61 62 हजार नेपाली पऱ्यो। त्यसको 60 हजार जति नेपाली पऱ्यो तपाईँलाई होइन। त्यसमा चाहिँ 2 जना बस्न मिल्यो, त्यसमा 2टा साथी मिलेर बस्नुहोस् या तपाईँहरू हस्बेन्ड वाइफ बस्न मिल्यो होइन। अनि अर्को भनेको रुमै भयो। रुम पनि त्यसमा धेरै खालका हुन्छन्, साना रुम हुन्छन्, ठुला रुम हुन्छन्, धेरै ठुला रुम हुन्छन् होइन। सानो रुम एट्याच बाथरुम भएको रुम लिँदाखेरि पनि तपाईँलाई 2500मा पाइन्छ अहिले होइन। यो चाहिँ म मेन सिटी दुबईको कुरा गर्दैछु। दुबई बाहेक अन्त अबुधाबी, शारजा, रसल खेमातिर चाहिँ अलिक सस्तो छ। दुबई चाहिँ अलिकति महँगो छ है बस्नको लागि, दुबई सिटी चाहिँ। अनि त्यहाँ अर्को भनेको चाहिँ तपाईँलाई सानो रुम हुन्छ होइन, एट्याच बाथरुम भएको रुम हुन्छ। 2500 भनेको अघि भनिहालेँ, 25 चौको कति हुन्छ, 25लाई 40ले गुणा गरौँ त, 20 चौको 80, 5 चौको 20, 2500 भनेको 1 लाख रुपियाँ झन्डै होइन। 1 लाखभन्दा अलिकति माथि नै हुन्छ होला। 1 लाख रुपियाँ तपाईँलाई त्यो रुमको पर्छ होइन। हस्बेन्ड वाइफ बस्ने, रुम लिएर बस्छु भन्दाखेरि। रुम लिएर बस्नुको फाइदा के छ भनेदेखि यतापट्टि बोलेको उतापट्टि सुनिँदैन। पार्टेसनमा चाहिँ के हुन्छ भने यो रुममा बसेको अलिकति धेरै ठुलो स्वरले बोलियो, म्युजिकहरू चलायो भने पल्लो पार्टेसनकोले सुन्छन् होइन। तर रुममा चाहिँ त्यस्तो हुँदैन, रुम चाहिँ कङ्क्रिट हुन्छ होइन। 1 लाख तिर्नु भने 2 जना चाहिँ एकदम राम्रो रुम लिएर एट्याच बाथरुम लिएर बस्न सक्नुहुन्छ। फेरि तपाईँको किचन चाहिँ त्यही नै भयो, सेयरिङ किचन होइन। त्यस्तै गरी अर्को हुन्छ तपाईँलाई अब स्टुडियो फ्ल्याट। स्टुडियो फ्ल्याट भनेको त तपाईँहरूलाई थाहा नै होला, सानो किचन, एउटा रुम, अलिकति स्पेस होइन, एउटा रुम र किचन भएकोलाई स्टुडियो फ्ल्याट भन्छन् होइन। त्यस्तो पनि पाउनुहुन्छ। अब त्यस्तो चाहिँ तपाईँहरूले लिँदाखेरि चाहिँ तपाईँले इयरली बेसिस कन्ट्र्याक्टमा लिनुभयो भने चाहिँ अलिकति सस्तो पर्छ क्या। इयरली बेसिस कन्ट्र्याक्टमा लिनुभयो भने 2500 देखि 3000मा तपाईँले पाउनुहुन्छ होइन, मन्थली है फेरि होइन। अनि त्यो सस्तो पर्छ। त्यो रुम लिनुभन्दा तपाईँ लामो समयसम्म बस्ने भनेदेखि तपाईँले इयरली बेसिस कन्ट्र्याक्टमा लिएर बस्दा हुन्छ, स्टुडियो फ्ल्याट भइहाल्यो। त्यसपछि अर्को भनेको फ्ल्याटै हुन्छ, नेपालमा जस्तै पुरै फ्ल्याट लिने बस्ने होइन। अब त्यो त झन् 4000 5000 हेरी हेरी हुन्छ। यसरी चाहिँ हामी नेपालीहरू र अरू मान्छेहरू चाहिँ त्यहाँ गएर बस्छन्, कोठा भाडा लिएर बस्दाखेरि होइन। यी अप्सनहरू हुन्छन्। र तपाईँलाई चाहिँ म दुबई पुग्ने बित्तिकै चाहिँ के गर्ने भन्ने आउँछ भनेदेखि अनलाइन सर्च गर्नुहोस् होइन। रुम इन दुबई, बेड स्पेस इन दुबई भनेर सर्च गर्नु भने त्यहाँ सर पेजहरू खुल्छ सरी है, अप्सनहरू खुल्छ होइन। अनि त्यहाँबाट चाहिँ तपाईँले कन्ट्याक्ट नम्बरहरू पाउनुहुन्छ होइन, सरी फोटोहरू पाउनुहुन्छ। अनि त्यो कन्ट्याक्ट नम्बर फोटोहरू हेरेर मन पऱ्यो भने कल गरेर कन्फर्म गरेर हेरेर अनि एडभान्स दिएर बुक गर्दा भइहाल्छ होइन। त्यस्तो गाह्रो छैन। यदि तपाईँहरू कहाँ गएर बस्ने भन्ने सोच्दै हुनुहुन्छ भने यो भिडियोले तपाईँलाई अवश्य हेल्प गर्छ होइन। एउटा साइट छ क्या दुबईमा, डुबिजल भन्ने होइन, गुगलमा सर्च गर्नुहोस्, अहिले सर्च गरेर हेर्नुहोस् होइन। त्यहाँनिर तपाईँले यो मैले भनेको कुराहरू, रुमका बारेमा, बेड स्पेसका बारेमा सर र फोटो भिडियो, कहाँ बस्ने, कति प्राइस सबै हालेको हुन्छ, हेर्न पाउनुहुन्छ है त। भिडियो मन पऱ्यो भने कमेन्ट गर्न चाहिँ कन्जुसाइ नगर्नु है। तपाईँहरू जहिले कन्जुसाइ गर्नुहुन्छ क्या, मेरो भिडियो जहिले हेर्नुहुन्छ, भ्युवर हेऱ्यो भने 1000 1200 1500 हुन्छ, कमेन्ट हेऱ्यो भने 2टा 3टा हुन्छ। किन कन्जुसाइ गर्नुभएको? भिडियो मन पऱ्यो भने थम्स अप हानिदिनु, मन पर्न भने थम्स डाउन हानिदिनु न। हान्नु चाहिँ हान्नु क्या, कमेन्ट हान्नु चाहिँ नबिर्सिनु न यार, कन्जुसाइ नगर्नु न है।